हाई गाइज वेलकम ब्याक टु गफी स्पिल। अहिलेको समयमा फिल्म इन्डस्ट्रीको एउटा राम्रो भाग चाइल्ड एक्टर्समाथि डेडिकेटेड छ। आज हामी यस भिडियोमा एक समयको निकै चर्चित बाल कलाकारहरू अहिले कहाँ छन् भन्नेबारे चर्चा गर्नेछौँ। भिडियोमा अगाडि बढ्नु अगाडि हजुरहरूलाई यस्तै भिडियो हेर्नको लागि गफी स्पिललाई लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनुहोला। यो लिस्टको पहिलो नाम रहेको छ सलेन बस्नेत। यो कुरा धेरैलाई थाहा नहोला, तर नेपाली एक्टर सलेन बस्नेतले आफ्नो करियरको सुरुवात बाल कलाकारको रूपमा सुरु गरेका थिए। सानै उमेरदेखि नेपाली फिल्महरूमा देखिन थाले र बिस्तारै दर्शकको मन जित्दै गए। तर सलेन अरू चाइल्ड एक्टर जस्तो हराएनन्। उनी हुर्किएसँगै आफूलाई अपग्रेड गरे। होस्टेल, गाजलु, ए मेरो हजुरको सिरिज जस्ता फिल्महरूले उनलाई एउटा युथ आइकन बनायो। आज सलेन बस्नेत एउटा इस्टाब्लिस एक्टर, प्रड्युसर, मिडियामा एउटा एक्टिभ सेलिब्रिटीको रूपमा चिनिन्छन्। भन्नुपर्दा सलेन एकदमै रेयर इक्जाम्पल हुन् चाइल्ड एक्ट्रेस जसले आफ्नो अडल्ट करियर पनि बनाउन सफल भए। अब कुरा गरौँ निता ढुङ्गानाको। निता पनि सानै उमेरदेखि नेपाली फिल्ममा देखिएकी कलाकार हुन्। उनी बाल कलाकारकै रूपमा दर्शकको नजरमा परेकी थिइन्। उनीलाई धेरैले इनोसेन्ट लुक्स, सफ्ट एक्टिङको कारणले मन पराउँथे। समयसँगै निताले पनि एक्टिङलाई निरन्तरता दिइन्। उनी अहिले पनि फिल्म, म्युजिक भिडियो र सोसल मिडियामा एक्टिभ नै छिन्, तर पहिले जस्तो कन्सिस्टेन्ट भने छैनिन्। अहिले निता ढुङ्गाना सिलेक्टिभ प्रोजेक्ट्सहरू, पर्सनल लाइफमा फोकस, ओकेसनल पर्दामा देखिने जस्ता कुराहरूमा फोकस गर्छिन्। भन्न सकिन्छ उनी पूर्ण रूपमा हराएकी होइनन्, तर स्पोटलाइटबाट एकदमै पछाडि पनि परेकी छिन्। अब आउँछ एउटा यस्तो नाम जसलाई जनता र बालबालिकाले निकै नै मन पराएका थिए, सेड्रिना शर्मा। सेड्रिना शर्मालाई धेरैले बाल कलाकारको रूपमा चिने र उनी निकै पपुलर पनि भइन्। उनको इनोसेन्स, स्माइल र एक्टिङले दर्शकको मन छोयो। उनी नाइन भन्नुला 5मा देखिएकी थिइन्, तर अहिले भने सेड्रिना शर्मा फिल्मी पर्दाबाट हराएकी छिन्। न त उनी कुनै नियमित फिल्ममा देखिन्छिन्, न त उनको कुनै टिभी अपियरेन्स भएको छ। उनको 3-4 वर्ष अगाडिको इन्टरभ्यू हेर्नुपर्दा उनी आफ्नो एजुकेसनमा फोकस गर्न इन्डिया गएकी थिइन्। त्यसपछि उनी पर्दाबाट टाढा नै रहेकी छिन्। खुला रूपमा भन्नुपर्दा उनी इन्टरटेनमेन्ट इन्डस्ट्रीबाट टाढा रहँदै पर्सनल लाइफ र एजुकेसनमा फोकस गरिरहेकी छिन् र उनी कहिले पर्दामा फेरि वा कहिले उनी फिल्मी जगतमा फेरि खुट्टा टेक्छिन् त्यो हामी भन्न सकिँदैन। अब नाम आउँछ अनुभव रेग्मीको। नाइन भन्नुला भन्न साथ धेरैको दिमागमा आउने अनुहार यही हो। अनुभव लिटरली फिल्ममै हुर्किएका कलाकार हुन्। सानो बच्चा भएर सुरु गरेको यात्रा आज यङ अडल्ट एक्टरसम्म आइपुगेको छ। उनी मल्टिपल नाइन भन्नुला सिरिज, इमोसनल सिन, अडियन्स कनेक्सन सबैमा सफल भए। आज अनुभव एक्टिङ गर्दैछन्, फिल्ममा लिड र सपोर्टिङ रोल्सहरू गर्दैछन् र यङ जेनेरेसनमा उनको फ्यान फलोइङ टन्नै छ। तर बाल कलाकारबाट अडल्ट ट्रान्जिसन सजिलै हुँदैन र अनुभव अहिले त्यो च्यालेन्जिङ फेजमा पनि छन्। अबको केही वर्षले तय गर्दछ उनी लङ टर्म स्टार बन्छन् कि बन्दैनन्। के यो फिल्मी पर्दाले उनलाई स्वीकार्छ कि स्वीकार्दैन? सुज्ञानी भट्टराई, नाइन भन्नुला 2 कि भुल्न नसकिने बच्ची। अब अन्तिम नाम यही नै रहेको छ, सुज्ञानी भट्टराई। उनको एक्टिङले नाइन भन्नुला 2 को फिल्ममा दर्शकहरूको मन जितेको थियो। उनलाई हेरेर फिल्म हेर्दा नरुने त कोही थिएन होला। तर त्यस फिल्मपछि सुज्ञानी लगभग कम्प्लिटली स्क्रिनबाट हराइन्। न त फिल्म्स, न त इन्टरभ्यू, न त सोसल मिडिया प्रेजेन्स छ। खबर यो रहेको छ कि उनी आफ्नो प्यारेन्ट्ससँग क्यानाडा सिफ्ट भएकी छिन्। आजसम्म उनको बारेमा धेरै जानकारी सार्वजनिक छैन। सुज्ञानी भट्टराई एकदमै क्लासिक इक्जाम्पल हुन्, वान फिल्म चाइल्ड एक्टर हु डिसअपियर। यी थिए हाम्रा 5 बाल कलाकारहरू जो आफ्नो समयमा निकै नै पपुलर थिए र उनीहरू अहिले के गरिरहेका छन् भन्ने बारे। हजुरलाई यस्तै भिडियोहरू, रोचक भिडियोहरू हेर्न मन छ भने यस च्यानललाई
कफी स्पिललाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनुहोला र हजुरलाई यस्तै कस्तो भिडियोहरू हेर्न मन छ कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सिनुहोला। हस् त धन्यवाद।